सयौं वर्ष पुरानो विशाल जंगलको कल्पना गरौं। आकाश छुने ती अग्ला रुखहरू, त्यो अनन्त हरियाली, यी सबैको सुरुवात आखिर कहाँबाट हुन्छ त? एउटै सानो बिउबाट होइन र? वन विज्ञानमा भन्नुपर्दा भविष्यको सिङ्गो जंगल कस्तो हुन्छ भन्ने कुरा त्यही एउटा सानो बिउमा लुकेको हुन्छ। अनि त्यो बिउ कुन रुखबाट ल्याइन्छ भन्ने कुरा त झनै महत्त्वपूर्ण छ। त्यसैले आजको यस विश्लेषणमा माउ रुख अर्थात् मदर ट्रीको विज्ञान र बिउ छनौटको एकदमै रोचक प्रक्रियाबारे हामी गहिरिएर छलफल गर्दैछौं। यो यस्तो प्रक्रिया हो जसले प्रकृतिको निरन्तरता र वनको स्वास्थ्यलाई पुस्तौं पुस्तासम्म जोगाएर राख्छ। अब यो विषयमा अगाडि बढ्दै गर्दा एउटा एकदमै आधारभूत प्रश्न आउँछ। आखिर यो माउ रुख भनेको चाहिँ के हो त? सुन्दा सामान्य लाग्न सक्छ, तर वन विज्ञानमा यसको उत्तर त्यति सहज छैन है। किनभने कृषिमा जस्तो आज छरेको बिउको नतिजा भोलि नै वनमा देखिँदैन। बिउ छनौटमा सानो मात्रै गल्ती भयो भने पनि त्यसको असर देखिन 50 वा 100 वर्ष नै लाग्न सक्छ। त्यही भएर जंगलमा भएका लाखौं रुखहरूमध्ये कुन चाहिँ रुखले यो माउ रुखको विशेष उपाधि पाउँछ भनेर छान्नु साँच्चै नै एउटा निकै ठूलो र महत्त्वपूर्ण निर्णय हो। स्पष्ट शब्दमा भन्नुपर्दा माउ रुख भनेको जंगलमा त्यत्तिकै उम्रिएको कुनै साधारण रुख मात्रै पक्कै होइन। यो त भविष्यका पुस्ताहरूका लागि, अझ विशेष गरी भन्नुपर्दा उच्च गुणस्तरको बिउ प्राप्त गर्नकै लागि भनेर एकदमै सचेत भएर जानी जानी छुट्याइएको एउटा विशिष्ट स्रोत हो। व्यवहारमा हेर्ने हो भने यस्ता रुखहरूलाई काट्नबाट बचाउन र सुरक्षित राख्न रुखको बोक्रामा विशेष रङ वा ट्याग लगाएर छुट्टै चिनो लगाइएको हुन्छ। यसको एउटै मात्र मुख्य उद्देश्य भनेकै भोलिको जंगललाई एउटा एकदमै बलियो र स्वस्थ सुरुवात दिनु हो, ताकि आउने पुस्ताले पनि उत्कृष्ट काठ र स्वस्थ हरियाली पाउन सकुन्। अघि भने जस्तै जस्तो पायो त्यस्तै रुखले माउ रुख बन्ने मौका पाउँदैन। यसको लागि पूरा गर्नुपर्ने केही एकदमै कडा भौतिक मापदण्डहरू हुन्छन्। मुख्यतया 3वटा कुराहरू हेरिन्छ। पहिलो, रुख असाधारण रूपमा सोझो हुनुपर्छ। दोस्रो, पूर्ण रूपमा रोग व्याधिबाट मुक्त अर्थात् एकदम स्वस्थ हुनुपर्छ। अनि तेस्रो, वरिपरिका अरू रुखहरूभन्दा उल्लेखनीय रूपमा अग्लो पनि हुनुपर्छ। अब विचार गरौं त यी मापदण्डहरू किन यति धेरै महत्त्वपूर्ण छन्? जीवविज्ञानको दृष्टिकोणबाट हेर्दा अग्लो हुनुको सिधा अर्थ हो त्यो रुखले घामको प्रकाश पाउन अरू रुखसँग मज्जाले प्रतिस्पर्धा गरेर जितेको छ। सिधा काण्ड हुनुले हावाहुरीको डट्टेर सामना गर्न सक्ने बलियो संरचना र भविष्यमा उत्कृष्ट काठ उत्पादन हुने संकेत दिन्छ। अनि रोगमुक्त हुनुको अर्थ त स्पष्ट छँदैछ, यसको प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता एकदमै कडा छ। अब यी बाहिरी विशेषताहरू पछाडि लुकेको मुख्य विज्ञानलाई अलिकति बुझौं। माउ रुखहरू मुख्यतया 2 तरिकाले विशिष्ट हुन्छन्। एउटा हो तिनीहरूको लुकेको वंशाणुगत अर्थात् जेनेटिक श्रेष्ठता, जसलाई हामी जिनोटाइप भन्छौं, र अर्को हो बाह्य स्वरूप अर्थात् फिनोटाइप। यसलाई अझ सजिलिरी बुझ्न एउटा घर निर्माणको उदाहरण लियौं। जिनोटाइप भनेको त्यो घरको नक्सा वा ब्लुप्रिन्ट जस्तै हो, जुन रुखको डीएनए भित्र सुरक्षित रूपमा लुकेको हुन्छ। अनि फिनोटाइप भनेको चाहिँ त्यो नक्सा अनुसार बनेर तयार भएको घर हो, जसलाई हामी जंगलमा प्रत्यक्ष आफ्नै आँखाले देख्न सक्छौं। यी दुवै गुणहरूको सही सन्तुलन नै एउटा साँच्चैको उत्कृष्ट रुखको वास्तविक पहिचान हो। तर खासमा यहाँनिर एउटा रमाइलो व्यावहारिक समस्या आउँछ। सोचौं त, जंगलको बीचमा हिलो र झाडीहरू पन्छाउँदै एउटा रुखको डीएनए जाँच्न करोडौं रुपियाँ पर्ने प्रयोगशाला बोकेर हिँड्न त सम्भव हुँदैन नि, होइन र? पक्कै हुँदैन। त्यसैले वैज्ञानिक र वन प्राविधिकहरूले प्रकृतिको जासुस अर्थात् नेचर्स डिटेक्टिभको भूमिका खेल्नुपर्ने हुन्छ। उनीहरूले रुखको बाहिरी शारीरिक बनावट अर्थात् त्यही फेनोटाइपलाई नै भित्री जेनेटिक उत्कृष्टता पत्ता लगाउने मुख्य सुरागको रूपमा प्रयोग गर्छन्। उचाइ, सिधापन र स्वस्थता बाहिरबाट जति राम्रो देखिन्छ, त्यसले भित्री वंशाणुगत ब्लुप्रिन्ट पनि त्यत्तिकै उत्कृष्ट छ भन्ने एकदमै बलियो प्रमाण दिन्छ। यो सम्पूर्ण प्रक्रिया हेर्दा एउटा सुन्दर कारण र प्रभावको सम्बन्ध देखिन्छ। स्वस्थ माउ रुखबाट बिउ प्राप्त गर्दा ती बिउहरूबाट हुर्किने नयाँ रुखहरू स्वतः बलिया र उच्च गुणस्तरका हुन्छन्। साँच्चै भन्नुपर्दा एउटा उत्कृष्ट माउ रुखबाट भुइँमा खस्ने प्रत्येक बिउ एउटा सानो टाइम क्याप्सुल जस्तै हो। यी बिउहरूले आउने शताब्दीका लागि जलवायु परिवर्तन र नयाँ रोग व्याधिसँग लड्न सक्ने एकदमै महत्त्वपूर्ण जेनेटिक सफ्टवेयर आफूभित्र बोकेका हुन्छन्। भन्नुको तात्पर्य के हो भने दशकौं वा शताब्दीयों पछिको हाम्रो वन कस्तो हुन्छ भन्ने कुरा सोझै आज हामीले कुन माउ रुखको बिउ छान्छौं भन्ने कुरामा निर्भर गर्छ। तर कुरा यतिमै सकिँदैन। सर्वोत्कृष्ट देखिने एउटा राम्रो रुख फेला पार्दैमा सम्पूर्ण काम पूरा भयो भनेर ढुक्क हुने अवस्था हुँदैन।
यदि गलत समयमा वा गलत उमेरको रुखबाट बिउ सङ्कलन गरियो भने त अघि गरिएका ती सबै मेहनत पानीमा छम्मक्कै हुन सक्छ। यो एउटा यस्तो पाटो हो जसले सम्पूर्ण छनौट प्रक्रियाको अन्तिम नतिजालाई पुरै उल्ट्याइदिन सक्छ। त्यसैले यहाँनिर अर्को एउटा अत्यन्तै महत्त्वपूर्ण प्रश्न उठ्छ। आखिर एउटा रुखको उमेरले त्यसबाट उत्पादन हुने बिउको गुणस्तरलाई कसरी असर गर्छ त? बिउ सङ्कलन गर्ने सबैभन्दा सही उमेर कुन हो? जीव विज्ञानको कडा नियम रुखको उमेर र बिउको गुणस्तरमा पनि सिधै लागू हुन्छ। वास्तवमा भर्खरै बिउ दिन थालेका कलिला रुखहरूबाट सङ्कलन गरिएको बिउलाई त्यति राम्रो मानिँदैन, किनकि ती कलिला रुखहरूले आफ्नो सम्पूर्ण ऊर्जा र तागत त अग्लो हुन र हाँगाबिङ्गा फैलाउनमै खर्च गरिरहेका हुन्छन्। त्यसैगरी एकदमै परिपक्व भइसकेका बुढा रुखहरूको कुरा गर्दा उनीहरूले आफ्नो जीवनशक्ति र प्रजनन क्षमता बिस्तारै गुमाउँदै गएका हुन्छन्, जसले गर्दा बिउको उमार शक्ति एकदमै कमजोर हुन्छ। तर यसको ठिक विपरीत मध्यम उमेरका रुखहरू आफ्नो शारीरिक र हर्मोनल विकासको एकदमै उच्चतम बिन्दुमा हुन्छन्। उनीहरूले आफ्नो प्रचुर ऊर्जा उत्कृष्ट बिउ उत्पादन गर्नमा लगाउँछन्। त्यसैले पूर्ण रूपमा स्वस्थ र मध्यम उमेरका रुखहरू नै उत्कृष्ट बिउ उत्पादनका लागि एकदम गोल्ड स्ट्यान्डर्ड मानिन्छन्। अब यस छलफललाई अन्त्यतिर लैजाँदै गर्दा एउटा गहिरो कुरामा ध्यान दिउँ। यदि एउटा विशाल वनको सम्पूर्ण भविष्य सुरुवातका ती साना बिउहरूमा मात्रै अडेको छ भने त्यो एउटा सर्वोत्कृष्ट मध्यम उमेरको स्वस्थ माउरुखको सावधानीपूर्वक गरिने छनौट कति धेरै महत्त्वपूर्ण होला। पक्कै पनि यो केवल एउटा रुखको छनौट मात्रै होइन, यो त आउने 100औं वर्षसम्म प्रकृतिको संरक्षण गर्ने सबैभन्दा ठूलो र दूरदर्शी कदम हो। त्यसैले अब अर्को पटक कुनै विशाल पुरानो जंगलको छहारीमा पुग्दा यो कुरा पक्कै याद गरौँ। त्यो भव्यता र विशालता सायद कैयौं पुस्ताअघि अत्यन्तै सावधानीपूर्वक छानिएको एउटा माउ रुखको मौन योगदानबाट सुरु भएको थियो।